अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो। येशू डुङ्गाबाट बाहिर निस्कने बित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एकजना मानिसले उहाँलाई भेट्यो। त्यो चिहानहरूमा बस्दथ्यो। कसैले पनि त्यसलाई साङ्लाले समेत बाँध्न सक्दैनथ्यो, किनकि त्यो धेरैपल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो र पनि त्यसले साङ्लाहरू टुक्रा टुक्रा पारी छिनाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई बसमा पार्न सकेको थिएन। त्यो रात र दिन सधैँ चिहानहरू र डाँडाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्थ्यो। अनि जब त्यसले येशूलाई टाढैबाट देख्यो तब दौडेर आयो र उहाँलाई दण्डवत गर्यो। अनि ठुलो स्वरले चिच्याएर त्यसले भन्यो, हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईको मसँग के सरोकार? म परमेश्वरमा शपथ खाएर तपाईँलाई बिन्ती गर्दछु कि मलाई दुःख नदिनुहोस्। किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, ए अशुद्ध आत्मा, त्यस मानिसबाट निस्किआइज। अनि उहाँले त्यसलाई सोध्नुभयो, तेरो नाउँ के हो? त्यसले उहाँलाई भन्यो, मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौँ। ती भूतात्माहरूलाई त्यस इलाकाबाट बाहिर ननिकालिदिनुहोस् भनी त्यसले उहाँलाई आग्रहपूर्वक बिन्ती गर्यो। त्यहाँ नजिकैको डाँडामा सुँगुरको एक ठुलो बगाल चरिरहेको थियो। ती भूतात्माहरूले यसो भनी उहाँलाई बिन्ती गरे, हामीलाई सुँगुरहरू कहाँ जान दिनुहोस् र हामी ती भित्र बस्छौँ। तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो र अशुद्ध आत्माहरू बाहिर निस्केर सुँगुरहरू भित्र पसे। अनि करिब 2000 सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्दै गए र समुद्रमा डुबेर मरे। ती सुँगुर चराउनेहरू भागे र सहर र गाउँ गाउँमा खबर दिए र के भएको हो सो हेर्न मानिसहरू त्यहाँ आए। तब तिनीहरू येशू कहाँ आए र देखे कि त्यो भूत लागेको मानिस ठिक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए। अनि जसले यो देखेका थिए तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए। अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस् भनी मानिसहरूले येशूलाई बिन्ती गर्न लागे। उहाँ डुङ्गामा पस्न लाग्नुहुँदा त्यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्ती गर्यो। उहाँले अनुमति दिनु भएन, तर त्यसलाई भन्नुभयो, तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान काम र तिमीलाई देखाउनु भएको ठुलो दयाको वर्णन गरिदेऊ। अनि त्यो मानिस हिँडिहाल्यो र येशूले त्यसको निम्ति कति ठुलो काम गरिदिनु भएको थियो सो डेकापोलिसभरि प्रचार गर्न लाग्यो र सबै मानिसहरूले अचम्म माने। जब येशू फेरि डुङ्गामा समुद्रको पारिपट्टि जानुभयो तब एउटा ठुलो भिड उहाँको वरिपरि भेला भयो। उहाँ चाहिँ समुद्रको किनारमा हुनुहुन्थ्यो। सभाघरका शासकहरूमध्ये याइरस नाउँका एकजना उहाँ कहाँ आए र उहाँलाई देखेर उहाँका पाउमा घोप्टो परे र यसो भनेर बिन्ती गरे, मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्यसमाथि तपाईँका हात राखिदिनुहोस् र त्यो निको होस् र बाँचोस्। तब येशू तिनीसँग जानुभयो। एउटा ठुलो भिड उहाँको पछि लाग्यो र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे। अनि 12 वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिए। त्यसले धेरै वैद्यहरूका हातबाट अनेक कष्ट पाएर आफूसँग भएका सारा धन सम्पत्ति खर्च गरेर पनि निको नभई बरु झन खराब हालतमा पुगेकी थिए। येशूको विषयमा त्यसले सुनेकी थिए र भिडको पछिल्तिरबाट आएर उहाँको वस्त्र त्यसले छोई, किनकि त्यसले मनमा नै भनी, मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु। अनि तुरुन्तै त्यसको रगत बग्ने बन्द भइहाल्यो र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई। आफूबाट शक्ति बाहिर निस्केको झट्टै येशूले थाहा पाएर भिडमा पछिल्तिर फर्केर सोध्नुभयो, कसले मेरो वस्त्र छोयो? चेलाहरूले उहाँलाई भने, भिडले ठेलमठेला गरेको त तपाईँले देख्नु भएकै छ, र पनि तपाईँ भन्नुहुन्छ कसले मलाई छोयो? उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्नुभयो। तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यो स्त्रीले डरले काम्दै आएर येशूको अघि घोप्टो परी र उहाँलाई सबै सत्य कुरा भनिदिए। तब उहाँले त्यसलाई भन्नुभयो, ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्ति साथ जाऊ, तिम्रो रोग निको होस्। उहाँ बोल्दै हुनुहुँदा शासकको घरबाट मानिसहरू आएर भने,
तपाईकी छोरी त मरी, गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ? तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरका शासकलाई भन्नुभयो, नडराऊ, विश्वास मात्र गर। अनि उहाँले पत्रुस, याकुब र याकुबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि आफ्नो साथ आउन दिनु भएन। उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो अनि उहाँले खैलाबैला गर्नेहरू, रुनेहरू र ठुलो स्वरले बिलौना गर्नेहरूलाई देख्नुभयो। भित्र पसेर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन खैलाबैला गर्छौ र रुन्छौ? ठिटी मरेकी छैन, तर सुतिरहेकी छे। तर तिनीहरू उहाँको कुरामाथि हाँसे। तब उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभयो र ठिटीका बुवा आमा र उहाँसँग हुनेहरूलाई साथमा लिएर ठिटी भएको ठाउँभित्र जानुभयो। अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो, तालिता कुमी, जसको अर्थ हो, ए बालिका, म तिमीलाई भन्दछु, उठ। अनि ठिटी तुरुन्तै उठी र हिँडडुल गर्न लागि। त्यो 12 वर्षकी थिए। अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए। उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस् भन्ने कडा आज्ञा दिनुभयो अनि बालिकालाई चाहिँ केही खान दिनु भनी तिनीहरूलाई भन्नुभयो।